आदेश चाहिँ लाग्छ भने आदेश दिइदिनु पर्यो। म खानै नपाएँ भनेर मैले अस्ति निवेदन यहाँ हजुर टिभीमा छोडेर गएको छु। हस् म भन्छु गर्छु है। हस् धेरै रकम पनि छैन। म ज्येष्ठ नागरिकको पनि ज्येष्ठ भनेर होइन, ज्येष्ठ नागरिकको अब बचत फिर्ता गर्ने भन्ने क्रम भइरहेको छ। पैसा धेरै उठेको छैन, पैसा उठ्दैछ। हजुरको 2 लाख छ भने 2 लाख दिन नसके पनि जति सकिन्छ त दिनु पर्यो पहिलो चरणमा। त्यस कारणले गर्दा अरू पनि मान्छेहरू फेरि आयो भने उनीहरूलाई पनि त दिनु पर्यो। फेरि हामी नि खाने पाएन भनेर आउँछन्। त्यसै गर्दा 15-20 जनालाई मात्रै बाँड्ने जति हुन लाग्यो भने त्यसपछि हजुरलाई मिलिहाल्छ। अहिले धेरै ढिला जाँदैन, चाँडै नै त्यो हुन्छ है। हामीले सुरुमा सबभन्दा फर्स्टमा दिएकै हो। अहिले 2.5 भन्दा धेर छ भन्थ्यो। लगभग अहिले हामीले 1 लाख चाहिँ उहाँलाई फिर्ता गर्यौँ। र बाँकी कति? 2 लाख 2 लाख 20,000। हुन्छ बुवा, अब हामी कुरा गरौँ ल। हजुर यसो सबैभन्दा पहिला अब यो तपाईँले पठाउनु भएको त्यो कागजपत्रको विषय तपाईँले आज नै अब म निस्किने बित्तिकै तपाईँले चाहिँ के गर्नु पर्यो भने त्यो कागजपत्र कसरी हुन्छ मेरो मन्त्रालय पठाउने, उमेश सरलाई फोन गरेर यो कागजपत्र आज हजुरले पछि 26 गते